हेलो गुड मर्निङ साथीहरू, तपाईहरु सन्चै हुनुहुन्छ होला। म पनि एकदमै सन्चै छु। आज चाहिँ पानी परिरहेको छ, हेर्नु न बिहानै। अनि हिजो मात्रै हामीले धान काटेर सबै कामहरु सकाएर हैन उ गरेको, आज चाहिँ यसरी पानी पर्दैछ, हेर्नु न। अनि तपाईहरुलाई खोला देखाउँछु। हिजो हामीले जुन खोला तरेर गएको थियौं त्यो खोला चाहिँ हेर्नु न, यसरी पानी यति धमिलो पानी, त्यसैमा अनि बढेर आएको छ के पानी। कति डरलाग्दो खोला बढेर आएको छ, हेर्नु न साथीहरू। यस्तो छ गाउँघर, के हुन्छ के हुन्न एकैछिनमा के यस्तो भइदियो। अनि साथीहरू, म तपाईहरुलाई आज केही देखाउँदैछु है। म जन्मेको ठाउँ हेर्न सक्नुहुनेछ, मेरो श्रीमान जन्मिनु भएको घर हो यो। यता खोला मिल्दैन किनकि यहाँ अलिकति उयो छ, हेर्न सक्नुहुनेछ। यहाँ चाहिँ अलिअलि सामानहरू राख्नु भएको छ। अनि माथि उठाउ न अलि माथि है ल म लाइट बाल्छु है। दिवार यहाँ प्याजहरू राख्नु भएको छ। मेरो बुढे त्यहाँ सुत्नुहुन्थ्यो अरे। पहिला म त्यहाँ सुत्थेँ, अहिले यसरी झुन्डाउन बारे चाहिँ यो प्याजहरू राख्नु भएको छ। अनि त्यसपछि तपाईँलाई म स्पेसल देखाउँछु। उहाँ आउने बेलाको यो दारू लैजानु पर्ला, एउटा राम्रो छ है, दुधहरू चलाउनको लागि चाहिँ। पछि यस्तो छ, अहिले कङ्गाल भएछ। यहाँ के छ खै के ए मधुस होइन त यो खोला, यो यसमा के छ हेर त। यसमा चाहिँ कोदे छ क्या, यहाँ कोदो रहेछ। कोदो रहेछ यसमा चाहिँ। हेर्न सक्नुहुन्छ। पहिला अब यो भकारी भनौँ, अन्न राख्ने भकारी होइन। हेर्न सक्नुहुन्छ पुरानो भकारीहरू। अनि त्यसपछि यहाँ पनि छ, यता पनि छ देवारहरू, भकारीहरू भनौँ, अन्न राख्ने। लसुनहरू त्यहाँ यस्तरी राख्नुपर्छ। यस्तो राम्रो छ। कस्तो लाग्यो त साथीहरू मेरो श्रीमानको घर। हेर्न सक्नुहुनेछ, यो चाहिँ मेरो श्रीमान जन्मनु भएको घर हो क्या। अनि यहाँ चाहिँ बाख्राहरू राख्नु भएको छ। अहिले चाहिँ हाम्रो बाख्राहरू हेर्न सक्नुहुनेछ साथीहरू। हाम्रा बाख्राहरू निनी चाहिँ हाम्रो बुवाले हेर्न गोठालो जान लाग्नुभएको छ कि। अनि बिहानभरि पानी पऱ्यो, अहिले चाहिँ हेर्नु न यति चर्को घाम लागिरहेको छ कि। अनि यहाँ खरायो पनि छ है साथीहरू, हेर्नु हामीले खरायो पनि पालिरहेका छौँ। अनि कस्तो डरलाग्दो खरायोहरू छन्। अनि यता चाहिँ दिदीले के बनाउँदै हुनुहुन्छ। हाम्रो भान्सामा के पाक्दैछ आज साथीहरू हेर्न सक्नुहुनेछ। यो चाहिँ कोदोको पिठो, अनि त्यो सेलरोटी बनाउने टाइपको जस्तै गरेर। हेर्नु न, यसको नाम चाहिँ मलाई थाहा भएन साथीहरू, तपाईहरुलाई थाहा छ भने कमेन्ट गर्नुहोला। कोदोको यो चाहिँ रोटी भनौँ कि सेलरोटी भनौँ कि के भनौँ है। उतातिर चाहिँ एकदमै चिज हुन्छ, यसको चाहिँ एकदम राम्रो हुन्छ। अनि मैले हेर्नु न यहाँ यसरी बनाउँदैछु, रहर लागेर चाहिँ दिदीले बनाएको देखेर रहर लाग्यो के। अनि मलाई पनि, म पनि विचार गर्छु नि त, म पनि हाल्छु भनेको सकेन। कस्तो भयो हेर्नु न साथीहरू, एउटै ठाउँ डल्ला पऱ्यो क्या। योभन्दा त बरु जेरी बनाउन सजिलो छ साथीहरू, ढङ्ग त केही पनि छैन मेरो पनि। यो आन्टीले हालेको भनिदिनुहोस् कति हो। यो आन्टीले हालेको पुरी हो। दिदीले मलाई यसरी सिकाइदिइराख्नु भएको छ। के हो रे यसको नाम? बाबर कोदाको बाबर। यो जेरी यो कोदिया जेरी हेर्न सक्नुहुन्छ तपाईँ, कोदेको जेरी। अनि साथीहरू, मैले चाहिँ यहाँनिर सेलरोटी हाल्दैछु। अनि सेलरोटी हाल्नको लागि पिठो तयारी गर्दैछु। अनि मैले अघिको त अब हाल्न ढङ्ग भएन, अब यो के हाल्थेँ र है साथीहरू।
अनि यहाँनिर मेरो सेलरोटी बिग्रेर म यति तनाव भएन कि यति तनाव भएन। हेर्न सक्नुहुनेछ साथीहरू, मेरो सेलरोटी चाहिँ यहाँ बिग्रेका छन् सबै, त्यही भएर मैले भिडियो हाल्न पाएन, सरी साथीहरू। अनि मेरो भिडियो कस्तो लाग्यो कमेन्ट, सब्सक्राइब, लाइक, सेयर गरिदिनु होला। अघिल्लो भिडियोलाई जस्तै माया यो भिडियोलाई गरिदिनु होला। अर्को भिडियोमा भेट्ने छौँ। बाई बाई साथीहरू।